एमाले हुँ एमाले म त एमाले हुँ म त हामी घन्टी के को घन्टी बिर्ता भत्ता कसले दियो कसले दियो झन् विदेशबाट आएको पैसा हुन्छ केपीओलीले दिएको होइन हाम्रो केपीओलीले हाम्रो केपीओलीले दिएको होइन अब बन्द गरिदेला फेरि चुपचाप एमालेलाई भोट दिनु गरे पनि केही पनि नापिँदैन गरे पनि गरोस् त्यो भत्ता नहुँदा पनि मैले चलाएकै हो पैसा खाएकै हो अझै पनि गर्छु त्यस्तो बुढाबुढीलाई पाल्ने भत्ता दिने भनेको एमाले हो क्या बा होइन त्यो यहाँ भात पकाएर दिएको छैन आफ्नो घरका बुढीले पकाएर दिएको छ कि यसपालि घन्टीमै हाल्ने घन्टीमै हाल्छु हत्तेरी अनि बुढाबुढीले त एमाले हाल्छ नि त हाल्दैनन् अहिले चाहिँ हाल्दैनन् किन किन हाल्दैन विश्वास लिनुपर्छ किन चाहिँ हाल्दैन नि त अब किन हाल्दैन के गरेर एमाले एमालेमै सन्किएको काङ्ग्रेस नापिएको माओवादी खुल्किएको अनि अनि एमाले त झन् बुढाबुढीले भत्ता दिन्छु भन्छ राम्रो बुढाबुढीले त एमाले मन पराउँछ नि त नि पराउँथे पहिले अहिले के गरौँ किन अनि तपाईँ किन बिच्किनु भयो एमालेसँग लाखे नबुझेर हो पहिले नबुझेर केपीओलीलाई त राम्रो मान्छ नि त नि तपाईँ त बर्बाद गर्नुहुन्छ कि क्या यार केपीओलीलाई जिताउँ भनेको हामीले त कसले जित्छ त नि अब के घन्टीलाई बालेनलाई हाल्ने बालेन शाहलाई जिताउने सबैलाई हो सबैले दियो भने छैन जिताउने नि म चाहिँ त्यसैलाई दिन्छु तपाईँ त्यसलाई नि दिने म त बिहान बेलुका बालन शाहलाई नै दिनुपर्ने के छ बा कारण हजुर के छ कारण बालन शाहलाई नै दिने त्यसैलाई के गर्छ भने दिने हो नि त होइन के बुझेकै छैन हेर्नु न त के गर्दो रहेछ थाहा हुन्छ के मूर्ख मान्छे हौ अलिकति बुझ्नुपर्छ नि यतिको मान्छेले ओहो तपाईँ कति वर्ष